नेपालको वित्तीय परिदृश्य साँच्चै चाखलाग्दो छ है। हो नि। आज हामी यही 55 खर्ब 50 अर्ब रुपियाँको जुन कुल ऋण छ नि, त्यो कसरी 19,40,000 ऋणीहरूमा बाँडियो त हो, त्यसकै गहिरो विश्लेषण गर्दैछौँ। खास गरी थोरै ऋण लिनेहरू अनि धेरै ऋण लिनेहरू, उनीहरूको अवस्था कस्तो छ त, यही हेर्दैछौँ। हो। अनि यो विश्लेषण चाहिँ अब हालैको तथ्याङ्क र राष्ट्र ब्याङ्कका गभर्नरको टिप्पणी पछि उठेको जुन बहस छ नि, नेपालको ऋण कथा कसलाई कति भार हो, त्यसमै आधारित छ। हो। हाम्रो उद्देश्य नै के हो भने यी स्रोतहरूलाई हेरेर नेपालमा ऋणको भार कसरी बाँडिएको रहेछ होइन। अनि साना र ठूला ऋणीहरूको जोखिम, उनीहरूको वास्तविकता, त्यसमा कति फरक छ त, त्यो प्रश्न पार्ने। ल त्यसो भए सुरु गरौँ न त। ल सुरु गरौँ न त। सबभन्दा ठूलो समूहबाट, मतलब साना ऋणीहरूबाट। 1 करोड रुपियाँ भन्दा कम ऋण लिने कति 18,69,000 भन्दा बढी पो छन् त। बाफ्रे, 18,69,000। उहाँहरूले कुल 19 खर्ब 9 अर्ब रुपियाँ ऋण लिनु भएको छ। यिनीहरू नै हुन् है जसले सानोतिनो व्यवसाय गर्न, छोराछोरी पढाउन, हैन, घर बनाउन अथवा यस्तै सामान्य जीवन चलाउन ऋण लिने। हो। हाम्रो निम्न मध्यम वर्गको ठूलै हिस्सा यही समूहमा पर्छ। तर यहाँ त खै अलि चिन्ताजनक अवस्था पो देखिन्छ त, होइन र? एकदमै। तथ्याङ्क अलि डरलाग्दो नै छ। यो समूहले लिएको कुल 19 खर्ब 9 अर्ब ऋण मध्ये झन्डै 29%, 29%, मतलब करिब 5 खर्ब 50 अर्ब रुपियाँ जति, त्यो त खराब कर्जामा गइसक्यो। ओहो, यति धेरै? यो त अब निकै उच्च जोखिम भयो नि। अनि यसले त समग्र वित्तीय प्रणालीको खराब कर्जाको पनि ठूलै हिस्सा ओगटेको देखिन्छ। अनि त्यो 1 देखि 10 करोडसम्म लिने मध्यम वर्ग नि, उहाँहरूको अवस्था चाहिँ कस्तो छ? संख्यामा त के अरे 6,800 जति, होइन? अनि ऋण चाहिँ 12 खर्ब 54 अर्ब। यो समूह पनि कोभिड पछिको जुन आर्थिक सुस्तता आयो नि, त्यसले नराम्ररी नै प्रभावित भएको देखिन्छ। उहाँहरूको खराब कर्जा अनुपात पनि करिब 11% जति पुगिसकेको छ। 11%, त्यो पनि धेरै नै हो है। हो नि। यो समूहमा मझौला उद्योग, व्यवसायहरू पर्छन्। अर्थतन्त्रको लागि एकदम महत्त्वपूर्ण हिस्सा हो यो। अनि यिनीहरूमा दबाव बढ्दा त अब समग्र आर्थिक गतिविधिमै असर परिहाल्छ नि। हो र। राष्ट्र ब्याङ्कका गभर्नर आफै पनि यही वर्गको समस्या बुझ्न भनेर के अरे देश दौरामा निस्किनु भएको भन्ने खबर पनि आएको थियो है। हो। अब लागौँ अलि ठूला खेलाडीहरूतर्फ है त। 10 करोड रुपियाँ भन्दा बढी ऋण लिनेहरू संख्यामा त जम्मा 7,773 जना मात्रै। तर उहाँहरूले चलाएको रकम हेर्नुहोस् त, 23 खर्ब 90 अर्ब रुपियाँ। कति? 23 खर्ब 90 अर्ब। जम्मा 7,000 जनाले। यसले त प्रष्टै देखाउँछ नि, होइन, वित्तीय स्रोत केही सीमित हातमा मात्रै केन्द्रित छ भनेर। अनि अझै माथि 50 करोड भन्दा बढी लिने त झन् थोरै, जम्मा 1,552 जना हो, जसले 13 खर्ब 40 अर्ब चलाएका छन्। हो। तर यहाँनिर एउटा एकदमै अचम्म लाग्दो कुरा देखिन्छ के कुरा? ऋणको आकार जति ठूलो हुँदै गयो नि, खराब कर्जाको अनुपात चाहिँ उति नै घट्दै गएको छ। साँच्चै? साना ऋणीको 29%, मध्यमको 11% खराब कर्जा हुँदा यति ठूलो ऋण लिनेहरूको चाहिँ कति कम होला त? खै पत्याउने गाह्रो कुरा पो भयो त यो। हेर्नुहोस् है, 10 देखि 50 करोडसम्म ऋण लिनेहरूको खराब कर्जा 22% भन्दा माथि नै छ। त्यहाँ पनि बढी नै छ। तर 50 करोड कट्योपछि त चित्र पुरै बदलिन्छ। 50 देखि 100 करोड लिनेहरूको खराब कर्जा 4.83% मा झर्छ। 4.83 मात्रै? 100 देखि 200 करोडसम्म लिनेहरूको 3.01%। अनि 200 करोड भन्दा माथि ऋण लिनेहरूको त के रे लगभग 0 जस्तै, 0.04%, 0.04% मात्रै। 0.04%। बाप्रे, यो त अविश्वसनीय अन्तर भयो नि। हो त। यसको पछाडि के उहाँहरूको व्यावसायिक कुशलता मात्रै हो त कि अरू पनि केही छ? स्रोतले के भन्छ यसमा? स्रोतले एउटा सम्भावित कारणतर्फ चाहिँ संकेत गरेको छ, जसलाई अब गलत अभ्यास पनि भनिएको छ है। गलत अभ्यास कस्तो? त्यो के हो भने ठूला ऋणीहरूले सायद
एउटा ऋण तिर्नलाई अर्को नयाँ ऋण लिने हैन वा पुरानै ऋणलाई निकै सहजै पुनर्संरचना गर्ने सुविधा पो पाइरहेका छन् कि? ए मतलब कर्जा खराब नदेखियोस् भनेर पुरानो ऋण तिर्न नयाँ ऋण दिने अथवा अलि अनुचित तरिकाले नै पुनर्संरचना गरिदिने चलन? हो त्यस्तै। यसले गर्दा उहाँहरूको वास्तविक जोखिम लुकेर त्यो खराब कर्जा अनुपात चाहिँ कृत्रिम रूपमा कम देखिएको पो हो कि? ए त्यसो भए यो पुरै विश्लेषणबाट मुख्य निष्कर्ष के निस्कियो त? सारमा भन्नुपर्दा नेपालको वित्तीय प्रणालीमा साना ऋणी र ठूला ऋणीहरूबीच एउटा निकै ठूलो खाडल देखियो। हो। एकातिर संख्यामा एकदमै धेरै 18,69,000 साना ऋणी छन् जसले 19 खर्ब 9 अर्ब ऋण लिएका छन्, तर उहाँहरूको खराब कर्जा दर हैन अत्यन्तै उच्च छ, लगभग 29%। अनि अर्कोतिर 50 करोड भन्दा माथि ऋण लिने जम्मा 1552 जना ठूला ऋणी छन्, तर उनीहरूको खराब कर्जा दर त 1% भन्दा पनि कति हो कति तल, लगभग 0 जस्तै छ। हो। अनि अर्को महत्त्वपूर्ण कुरा के देखियो भने वित्तीय स्रोतहरू चाहिँ केही सीमित ठूला ऋणीहरूमा एकदमै धेरै केन्द्रित रहेछन्। एकदम। 10 करोड भन्दा माथि ऋण लिने जम्मा 7,763 जनाले मात्रै देशको कुल ऋणको कति ठूलो हिस्सा 23 खर्ब 90 अर्ब रुपैयाँ चलाएका छन्। हो नि। अन्तमा श्रोताहरूलाई पनि एउटा महत्त्वपूर्ण प्रश्नमा सोच्न छोडौँ न त है। भन्नुस् न। ऋणको आकार जति ठूलो भयो, खराब कर्जा अनुपात उति नै कम देखिनुको कारण के साँच्चै नै उहाँहरूको अब्बल व्यावसायिक क्षमता र व्यवस्थापन मात्रै हो त? कि हाम्रो प्रणालीभित्रै चाहिँ ठूला ऋणीहरूलाई जोखिम व्यवस्थापन गर्न अथवा सार्न अलि सजिलो हुने खालको व्यवस्था छ, जस्तो स्रोतले सङ्केत गरे जस्तै सजिलो पुनर्संरचना वा नयाँ ऋण पाउने जस्ता सुविधाहरूले पो भूमिका खेलेका हुन् कि? यो गम्भीर प्रश्न हो। यसले हाम्रो वित्तीय स्थायित्व र आर्थिक न्यायमा चाहिँ कस्तो खालको दीर्घकालीन असर पार्ला त? यो सोच्नुपर्ने कुरा भयो।